नेपाल बैंक आज चाहिँ 89औं वर्षमा प्रवेश गर्नुमा एउटा विशेष अर्थ राख्छ नेपाल बैंकले, किनभने यो चाहिँ बैंकिङ सेक्टरको एउटा जननी भएर बसेको बैंक हो जसले नेपालमा बैंकिङ सुरुवात गर्यो, नेपालीहरूलाई बैंकिङ सिकायो। केही अघि पनि केही साथीहरूले भनिसक्नुभयो झन्डै 20 वर्ष नेपाल राष्ट्र बैंक हो। 1994 देखि 2014 सम्म नेपाल राष्ट्र बैंकको पैसा मुद्रा पनि निष्कासन गरेको, मोहर निष्कासन गरेको बैंक हो। यसमा चाहिँ चेयरम्यान साहबले पनि धेरै कुरा भन्नु बाँकी नै छ। विशेष गरी अहिले यहाँ उठेका केही कुराहरूलाई मात्रै म एड्रेस गर्न चाहन्छु। नेपाल बैंकको अहिलेको चाहिँ बैंकको कर्जा, निक्षेप, बैंकको बेस रेट, आधार दर, कर्मचारीको उत्पादकत्व, पर इम्प्लोइ बिजनेसहरू, यो सबै हेर्दाखेरि नेपाल बैंक अहिले सबल बैंकमा गनिन सक्छ। नेपाल बैंक हामी चाहिँ नेपाल बैंकलाई अब्सोल्युटली नेपाल बैंकलाई मात्र हेर्न मिल्दैन। नेपाल बैंक यो नेपालको अर्थतन्त्रको, अर्थव्यवस्थाको एउटा प्लेयर हो। त्यसैले अर्थतन्त्रमा हामी प्ले गर्ने हो। यसमा हामीले चाहिँ कम्पेरिजन गर्नुपर्छ। हिजो तपाईको बोटले 9 मिनट 9 सेकेन्डमा कति उसमा चाहिँ फ्र्याक्सनमा चाहिँ 100 मिटरको चाहिँ पार गर्यो। अब त्यही एउटा मापदण्ड र अब चाहिँ दौडिने चाहिँ 100 मिटर दौडिने त्यो मापदण्ड एउटा चाहिँ स्ट्यान्डर्डलाई चाहिँ अगाडि अथवा पछाडि जित्ने अथवा त्यसलाई क्रस गर्ने नगर्ने कुरा हो। त्यस्तै हामी पनि कम्तीमा पनि 20वटा बैंक, 20वटा हाम्रो चाहिँ कमर्सियल बैंक जो नेपाल बैंकर्स एसोसिएसनमा छौँ, तिनीहरूसँग हामीलाई कम्पेरिजनमा हेर्नुपर्छ। देशको गत साल 4.6% क्रेडिट जीडीपी ग्रोथ हुन्छ भनेर वर्ल्ड बैंकले दिएको रिपोर्टलाई अस्ति मात्र संशोधन गरेर 2.1% आउँछ भनेर चाहिँ यसरी आकलन गरेको छ। आईएमएफले पनि त्यसरी गरेको छ। नेपाल सरकारको बजेटमा पनि 6% जीडीपी ग्रोथ हुन्छ भनेकोमा अहिले अर्थ मन्त्रालयको एनालिसिसमा 4.something% जीडीपी ग्रोथ हुन्छ भनेर भनेको छ। विगत 2022मा जब रुस युक्रेनको युद्ध जारी भयो, त्यसपछि त्यसको इम्प्याक्ट, हमास र इजरायलीहरूको युद्धको इम्प्याक्ट र अरू पनि त्यस्तै किसिमके क्षेत्रीय युद्धहरू र राष्ट्रिय स्तरका जुन युद्धहरू र अन्तर्राष्ट्रिय स्तरमा जति सामेल डाइरेक्ट भएको छन्, त्यसको इम्प्याक्ट हाम्रो इकोनोमीमा नपरिरहन सक्दैन। त्यसमा पनि विभिन्न किसिमले विशेष गरी हाम्रा पूर्वाधारका सेक्टरहरू, यहाँ विकास निर्माणका कामहरूमा सुस्तता आएको छ। स्टिल इन्डस्ट्रीहरू सुस्त भएका छन्। गत 3 वर्षदेखि लसमा थिए र केही समय पहिला करिब 60 महिना पहिला कार्टेलिङ गरेर ब्रेक इभनमा आइरहेका छन्। स्टिल इन्डस्ट्रीहरू लसमा थिए, तिनीहरू पनि त्यसरी नै आइरहेका छन्। खाने तेलहरू गत 3 वर्षदेखि लसमा थिए, युक्रेन वारदेखि लसमा थिए, तिनीहरू पनि इन्डियन गभर्मेन्टको बजेटको कारणले गर्दाखेरिमा अहिले चाहिँ 60 महिनादेखि प्रफिटमा छन्। नयाँ उद्योग यहाँहरूले सुन्नुभएको होला, आज किन झन्डै 30 खर्ब हाम्रो त्यहाँ विदेशी मुद्रा किन जम्मा भएको छ? यसको मतलब त 30 खर्ब डिपोजिट जम्मा हुनुमा हाम्रो इम्पोर्ट छैन भने हामीले बुझ्नुपर्छ। कुनै नयाँ प्लान्ट एन्ड मेसिनरी देशमा आएको छैन। कुनै हाम्रा भइरहेका इन्डस्ट्रीहरूले चाहिँ कच्चा पदार्थहरू जति आयात गर्नु पर्यो, जुन क्यापेसिटी चल्नु पर्यो त्यो क्यापेसिटी चलाउन सकेका छैनन्। यी विभिन्न कारणले गर्दाखेरि विदेशी मुद्रा थुप्रिँदै गएको हो नि। त्यसलाई हामीले चाहिँ नेपाल बैंकको बिजनेस पनि एउटा पार्ट, हामी पनि हामी पनि एउटा प्लेयर हौँ यो इकोनोमीका। त्यसमा हामी मात्रै प्ले गरेर अगाडि बढ्न सक्दैन, हामी सँगसँगै बढ्ने हो। त्यसले चाहिँ मैले चाहिँ रिलेटिभली हेर्न भन्छु। अहिले एनपिए बढिरहेको कुरा छ। एनपिए हाम्रो मात्र होइन, हजुरहरूले हेर्नुभयो हुन्छ। एनपिए चाहिँ गत साल 3.something एभरेज हाम्रो 20 बैंकको चाहिँ एनपिए बढ्दा अहिले 4.86 20वटा बैंकको चाहिँ एनपिए छ। हाम्रो स्लाइटली माथि छ। गत साल हामी एभरेजमा थियौँ भने अहिले चाहिँ अरूको एनपिए बढ्दा हामी पनि बढेका छौँ। यो विशेष गरी यो चाहिँ अहिलेको फर्स्ट क्वार्टरको कुरा गर्दैछु म। यो चाहिँ हामी क्रस गर्छौँ। यसलाई चाहिँ अब आउने मक्सिर र पुस महिनामा विशेष गरी 3-4वटा ठुला इन्डस्ट्रीहरू जहाँ हामीले 50 करोडभन्दा बढीको एनपिए बुक गरेका छौँ, 100% बुक गरेका छौँ, तिनीहरूलाई हामी सेकेन्ड क्वार्टरभित्र नियमन गर्ने प्रयास गर्छौँ। तिनीहरूलाई चाहिँ हाम्रो चाहिँ आफ्नो त्यसलाई रिकभर गर्ने प्रयास गरिरहेछौँ। एनपिए कसरी म्यानेज गर्ने भन्ने बोर्डमा पनि हामीले एउटा कार्ययोजना एलआरडी मार्फत
पेश गरेका छौँ त्यो अनुसार ENP हामीले म्यानेज गर्दै जानेछौँ। यसरी कर्जाको CD रेसियो बिछट्टै घट्यो भन्ने कुरा छ। लास्ट इयर मात्र होइन, यही असारमा हामीले चाहिँ बजेट बनाउने बेलामा मार्केटमा 78% CD रेसियो थियो 20 कमर्सियल ब्याङ्कमा। अहिले आएर चाहिँ उनीहरूको चाहिँ घटेर 74% जति आएको छ एज ए होल ब्याङ्कहरूको। हामी पनि त्यसरी 72%बाट 69% आएका छौँ। हाम्रो मात्र कमी कमजोरी होइन, एज ए होल इकोनोमीमा आएको कमी कमजोरी हो। नयाँ इन्डस्ट्री छैनन्, नयाँ बिजनेस छैन। झन् त्यसमाथि अस्ति भदौको 23-24 गते आएको जेएनजीको कारणले गर्दाखेरिमा सबै उद्योगी व्यापारीहरू चाहिँ वेट एन्ड सीमा छन्। नयाँ उद्योग इस्टाब्लिस गर्ने होइन, अहिलेको क्यापेसिटी आफ्नो इन्डस्ट्रीको क्यापेसिटीहरू पनि कतिसम्म युटिलाइज गर्ने भन्ने वेट एन्ड सीमा छन्। त्यसले कर्जा वृद्धि गर्न नसकेको साँचो हो। गत तपाईँको फर्स्ट क्वार्टरमा 225 अर्ब डिपोजिट बढ्दाखेरिमा जम्मा 40 अर्ब जति क्रेडिट ग्रोथ भएको छ। निरन्तर नेपाल ब्याङ्क एसोसिएसनको डाटामा निरन्तर CD रेसियो घट्दै गएको छ, बेस रेट बढ्दै गएको छ। अस्ति मन्त्री स्तरीय मिटिङमा हाम्रो कर्मचारी सञ्चय कोषको मुख्य प्रशासकज्यूले भन्नुभयो, मन्त्रीज्यू गभर्नरज्यू हामी पैसा कहाँ राखौँ? ब्याङ्कहरूले 50 पैसा उ गर्दाखेरिमा कल डिपोजिटमा राख्न पनि मान्दैन, किनभने 10% को चाहिँ राष्ट्रिय ब्याङ्कले क्यापिङ गर्दै रहेछ। 10% माथि जान्छ कल डिपोजिट गरेर ब्याङ्कले चाहिँ डिपोजिट लिन छाडिसक्यो। कहाँ राखौँ भन्ने क्वेसन छ। बजारमा पैसा कहाँ राखौँ भन्ने प्रश्न भइरहेको बेलामा पैसा लगानी भयो त हामीले ल्याउनुस् भनेर हामी गएर मार्केटिङ गरेर हामी गएर चाकरी गरेर पैसा ल्याउनु पर्ने अवस्था थियो कुनै दिन। तर आज त्यो अवस्था भएन। त्यो अवस्था हाम्रो मात्र कारणले होइन, यदि होल इकोनोमिक कारणले हो। यसलाई बुझ्दिन म सबैलाई अनुरोध गर्दछु। हाम्रो क्यापिटल फन्ड अहिले पनि 13.06 छ। यो हाम्रो त क्यापिटल फन्ड अहिले राम्रो अवस्थामा छ। केही ब्याङ्कहरू 11% भन्दा बिलो 11% पनि क्यापिटल फन्डमा छन्, जसको लगानी गर्ने क्यापेसिटी छैन। हामी लगानी गर्ने क्यापेसिटीमा छौँ। कस्ट अफ फन्ड पनि हाम्रो चाहिँ कम्पेरिटिभ कस्ट अफ फन्ड छ। त्यस कारणले यी सबै कुराहरू हेर्दाखेरिमा हामी चाहिँ कमजोर छैन भन्ने मलाई चाहिँ लाग्छ। गर्नलाई फेरि सबैको सामूहिक प्रयास चाहिन्छ। जुन एउटा उसको कुरा आयो अहिले चाहिँ युनियनको भाइहरूले भन्नुभयो, प्रेसिडेन्टहरूले भन्नुभयो, CBS को कुरा चाहिँ छोड्नुमा हामीभन्दा पहिला अरू ब्याङ्कले पनि छोडेको थियो। स्पेसली हाम्रो खरिद विनियावलीको कारणले गर्दा CBS अगाडि बढ्न नसकेको हो। अहिले नेपाल राष्ट्र ब्याङ्कबाट CBS खरिद विनियावली संशोधन भएर आएको छ। बोर्डले अस्ति मात्र त्यसलाई चाहिँ अगाडि बढ्नलाई स्वीकृत गरिदिएको छ। CBS खरिदको लागि 2वटा कमिटी गठन गर्न हामीले SUDCO लेभलबाट चाहिँ अगाडि बढाइसकेका छौँ। एउटा स्टेयरिङ कमिटी, CO प्लस SUDCO को एउटा स्टेयरिङ कमिटी, एउटा त फङ्सनल कमिटी। SCO को संयोजकता एउटा फङ्सनल कमिटी गठन गरेर CBS अगाडि बढेको छ। ONM को कुरा गर्दाखेरिमा ONM पहिला जुन गत वर्षको यही कार्यक्रममा चाहिँ ONM को कुरा अगाडि युनियनहरूले राख्नुभयो। तत्कालीन गभर्नरले चाहिँ अगाडि बढाउनुहोस् ONM भनेपछि अगाडि बढ्यो। फेरि युनियनकै सरसल्लाहमा होइन, इन्डिपेन्डेन्ट उसमा ONM गर्नुहोस् भनेर सरसल्लाह, तपाईँहरूकै सरसल्लाहबाट बोर्डले चाहिँ अगाडि बढाएको, इन्डिपेन्डेन्ट स्टाफ कलेजलाई ONM गर्न अगाडि बढाएको हो। तपाईँहरूको सहभागिता बिना ONM अगाडि बढ्दैन। कुनै व्यक्ति विशेषलाई राखेर होइन, समग्र ब्याङ्क हो। आजभन्दा धेरै वर्ष पुरानो स्ट्रक्चर हो अहिले भएको स्ट्रक्चर। हाम्रो अहिले 231वटा ब्रान्च छन्। 7 प्रदेशमा चाहिँ प्रोभिन्स अफिसहरू छन्। हाम्रो चाहिँ अहिले 61वटा काउन्टर छन्। हिजोको अवस्था अहिले 337 अर्ब डिपोजिट छ, 242 अर्ब हाम्रो चाहिँ कर्जा छ। यसरी यो अवस्थामा चाहिँ हाम्रो अर्गनाइजेसन स्ट्रक्चरलाई अलिक फ्ल्याट बनाउनु पर्ने, अलिक ठुलो बनाउनु पर्ने छ। तर हाम्रो दरबन्दी बढ्न सक्दैन भन्ने कुरा अर्थ मन्त्रालयले पटक पटायो भने त्यही दरबन्दीभित्र बसेर गर्ने हो। अहिले पनि नयाँ दरबन्दी हामीले चाहिँ मक्सिरको 15 गतेभित्र नयाँ दरबन्दी राष्ट्र लोकसेवा पठाउनु पर्ने अवस्थामा अहिले भइरहेको अवस्थामा सब्जेक्ट टु ONM भनेर चाहिँ हामीले चाहिँ नयाँ दरबन्दी केही सिर्जना गर्न सकिन्छ कि 6औं 7औं 8औं तहमा केही गर्न सकिन्छ कि भनेर हाम्रो चाहिँ उसले श्रम सम्बन्ध समितिले चाहिँ छलफलमा ल्याएको हो। त्यसमा यहाँहरूको सहभागिता बिना अगाडि बढ्दैन। विशेष गरी युनियनहरू त्यसमा सहभागिता एक्टिभली सहभागिता हुनुहोस्। ONM तपाईँहरूकै सरसल्लाहबाट अगाडि बढ्ने हो। तपाईँहरूकै सरसल्लाहमा चाहिँ स्टाफ कलेजलाई दिएको हो। म्यानेजमेन्टले बोर्डले चाहिँ आफू खुसी गरेको होइन। यसो म क्लियर गर्न चाहन्छु। KPI को कुरा पनि गर्नु। KPI फाइनल स्टेजमा छ। हामीले आउटसोर्सिङ गरेका छौँ। KPI मलाई लाग्छ यो सेकेन्ड क्वार्टरभित्र KPI लागू हुनेछ र KPI कै आधारमा PPI पनि लागू हुनेछ।
जब डिस्क्रिप्सनको कुरा आएको छ, जब डिस्क्रिप्सन पनि हामीले आउटसोर्सिङ गरेका छौँ। जब डिस्क्रिप्सन सायद यही महिनाभित्रमा, यो मक्सिर महिनाभित्रमा जब डिस्क्रिप्सन लागू हुन्छ। गुड गभर्नेन्स र कम्प्लायन्सको कुरामा त हामी आइसिसिएमटी आउँदादेखि 2002 देखि नै हामी त्यसमा अभ्यस्त छौँ। गुड गभर्नेन्स र कम्प्लायन्स विषयमा हामी अलवेज बिजनेसभन्दा नि पहिला कम्प्लायन्स फर्स्ट नेपाल ब्याङ्कको एउटा चाहिँ मूल मन्त्र हो। कम्प्लायन्समा हामी बसेका छौँ, कम्प्लायन्स अन्तर्गत बस्छौँ। क्यारियर डेभलपमेन्टको कुरा मैले भनि पनि हालेँ। दरबन्दी अहिलेको श्रम सम्बन्ध समितिबाट, अहिलेको चाहिँ पदपूर्ति समितिबाट तपाईँहरूको सरसल्लाहबाट अगाडि बढाउन सक्नुहुन्छ भने अगाडि बढाउँ। म्यानेजमेन्ट तपाईँहरूसँग छ, तपाईँहरू म्यानेजमेन्टलाई साथ दिनुहोस्। केही 6, 7, 8 केही दरबन्दी बढाउन सकिन्छ भने अहिले बढाएर लैजाउँ। त्यसलाई चाहिँ बोर्डले चाहिँ अनुमोदन अवश्य गर्छ। बोर्डको चाहिँ स्वीकृतिबाट त्यसलाई लोकसेवा पठाउँ। सम्पूर्ण कर्मचारीको यसैमा भनाइदिएको छु म। एकपटक चाहिँ अलिकति ठुलो मात्रामा कर्मचारीको गर्न सक्यो भनेदेखि, प्रमोसन गर्न सक्यो भने, लामो समयदेखि 9-10 वर्ष 12 वर्ष एकै ठाउँ बसेको कर्मचारी प्रमोसन गर्न सक्यो भने त्यसबाट 3-4 वर्ष फेरि एउटा सेटिस्फ्याक्सनहरू अगाडि बढ्न सक्छ नेपाल ब्याङ्कको काम कारबाही भन्ने म विश्वास गर्दछु। अन्त्यमा म एउटा सानो एउटा कथा हाल्ने अनुमति चाहेँ। मैले चाहिँ एउटा मैले चाहिँ ट्रेनिङमा यो भन्ने पनि गर्छु। मधेसमा चिडीमार भन्ने हुन्छ, तपाईँको मधेसको साथीहरूले थाहा भएको होला। चरा मात्रै मारेर जीविका निर्वाचन गर्ने एउटा चाहिँ जाति हुन्छ। कोही सर्प मात्र गर्ने, कोही चाहिँ चरा मात्र मार्ने जाति हुन्छ। चरा मार्ने चिडीमारले चाहिँ सधैँभरि अब धान काट्ने पहिलेपछि बगैँडीहरू, विभिन्न चरा, माल चराहरू आउँछ धानमा, खेतमा। तिनीहरूलाई जाल हालेर मारेर बजारमा लगेर बेचेर त्यसले जीविकोपार्जन गर्छ। हरेक वर्ष त्यसो भएपछि एक दिन चाहिँ ठुलो रुखमा बसेका चाहिँ चराहरूले सल्लाह गरेछन्, बुढा चराहरूले सल्लाह गरेछन्, होइन यो चिडीमारले हामीले हरेक दिन हाम्रो चाहिँ यसरी सङ्ख्या खाइरहेको छ, एउटा सल्लाह गर्नु पऱ्यो भनेपछि ल भोलि खेतमा जाने बेलामा सम्पूर्ण चराहरू एकजुट हुने। उसले जाल हालेको हुनसक्छ, जाल पहिले निगरानी गरेर हेर्ने। इनकेस जालमा परियो भने पनि सम्पूर्ण चराहरूले एकैचोटि, बुढो चराहरूले होस्टे भन्दा छ सबैले अवश्य गरेर त्यो जालै लिएर आएर हामी रुखमा बस्ने। अनि रुखमा बसेपछि हाम्रो चुच्चोले सबै जाल काटेर फ्री हुनुपर्छ, त्यसरी जाउँ भनेर सल्लाह गरेँ। ओके, अघिल्लो दिन प्लानिङ भयो, गए। भोलिपल्ट जाँदा नभन्दै जहाँ चरा बस्नुपर्ने हो त्यहाँनिर चिडीमारले पनि जाल हालिनै भयो। जाल हाल्यो, धेरै समयपछि थाहा पाए चरा जब एक ठाउँबाट अर्को ठाउँ जान सकेन, जालमा परियो भने थाहा पाए। त्यसपछि सिनियर चराहरूले चाहिँ होस्ट्यो भनेपछि सबैले ल उड्नु पऱ्यो भने सबैले एकैचोटि बल गरेर उडेपछि चिडीमार जब आएर हेऱ्यो, चिडीमार चाहिँ गाला मात्र आएर ओहो आजसम्म नभएको कुरा चराले जाल लिएर गयो भन्यो भने चरा उडेर गए। धेरै माथि गइसकेपछि एउटा चराले भने चल्यो अगाडि थाकिसकेपछि सबैले पङ्खा चलाइरहेछ। म एकछिन अलि बिस्तारै गर्छु भने एउटा चराले अलि बिस्तारै गर्यो, अर्को चराले अलि बिस्तारै गर्यो। मैले मात्र नगरेर के हुन्छ, अरूले उडाइहाल्छ भनेपछि बिस्तारै उडिराखेको चराहरूको ऊ चाहिँ बिस्तारै तल झर्न थाल्यो र बिस्तारै धेरै चराले चाहिँ गरिदिएपछि तल चौरमा बस्यो। चिडियामार दौडिँदै आयो, हेर्दै दौडिँदै आयो, चिडियामारले तिनीहरूलाई लिएर गयो। भन्न खोजा मैले के भन्नुहुन्छ भने म्यानेजमेन्ट एक्लैले गर्ने होइन, म्यानेजमेन्ट र युनियनसँगै हो, म्यानेजमेन्ट र सम्पूर्ण कर्मचारीसँगै हो, व्यवस्थापनसँग बोर्डबाट हामीलाई चाहिँ पूर्ण सहयोग छ। हामीले लगाएका प्रस्तावहरू चाहिँ बोर्डबाट पूर्ण रूपमा सहयोग गरेर पास भइरहेका छन्। हामीलाई चाहिँ सहयोग भइरहेको छ, नेपाल सरकारले सहयोग गरेको छ, नेपाल राष्ट्रबाट सहयोग गरिरहेको छ। हाम्रा कम्प्लायन्सहरू एकदमै टाइट छन्। अरू कमर्सियल ब्याङ्कभन्दा हामी चाहिँ बढी उसमा चाहिँ नियमनमा बसिरहेका छौँ। सम्पूर्ण कर्मचारीहरू, उच्च व्यवस्थापन, ट्रेड युनियनका पदाधिकारीहरू, सम्पूर्ण कर्मचारीहरूको एकजुट हामी चाहिँ एउटै इफोर्ट भयो, गोलबन्द भएर अगाडि बढ्यौँ भनेदेखि नेपाल ब्याङ्क अघि नै भने जस्तो अरूभन्दा ब्याङ्क पछाडि पर्नु पर्दैन। अहिले हामी एज ए होल 20वटा ब्याङ्कमा 9-10 पोजिसनमा छौँ, 9 देखि 11 पोजिसनमा छौँ विभिन्न प्यारामिटरमा। भने हामी चाहिँ सबैको गोलबन्द भएर एकजुट भएर अगाडि बढ्यौँ भनेदेखि हाम्रो ब्याङ्क 1 सालभित्र विदिन 5 टप 5 मा आउन सक्छ। म यसैलाई सबैलाई चाहिँ फेरि पनि शुभकामना बधाई दिन चाहन्छु। धन्यवाद। नेपालको बैंकिङ शब्दको पर्यायवाची बैंकको अध्यक्षको हैसियतमा उपस्थित हुन पाउँदा आफूलाई गर्व महसुस गरेको छु। यो भव्य सबै कार्यक्रम आयोजना गर्नुभएको र आमन्त्रणसहित अध्यक्षता ग्रहण गर्ने अवसर दिनुभएकोमा बैंक व्यवस्थापनलाई
धन्यवाद दिन चाहन्छु। आज बैंकले गर्व गर्ने दिन हो। हामी 88औं वर्ष पुरा गरेर 89औं वर्षमा प्रवेश गर्दैछौँ। लामो इतिहास हामीले बोकेका छौँ। बैंकको अहिलेसम्मको आरोह अवरोह उतार चढावका बीच पनि बैंकलाई एउटा प्रतिष्ठित बैंकको रूपमा, नेपालीहरूको आफ्नो बैंकको रूपमा, सबैले विश्वास गरेको बैंकको रूपमा यो अवस्थासम्म ल्याइ पुर्याउनु हुने सम्पूर्ण अग्रजहरू, पूर्व सञ्चालक समितिका सदस्यज्यूहरू, पूर्व अर्थ मन्त्रालयदेखि सम्पूर्ण राज्य सत्तामा रहेर सहयोग गर्ने सम्पूर्ण निकाय, पूर्व कर्मचारी साथीहरू, वर्तमान कर्मचारी साथीहरू लगायत सम्पूर्ण ग्राहकहरू सबैमा म हार्दिक धन्यवाद र आभार व्यक्त गर्न चाहन्छु र बैंकको पुनः समृद्धिको, श्रीवृद्धिको शुभकामना पनि व्यक्त गर्न चाहन्छु। यसै अवसरमा बैंकमा निरन्तर रूपमा 25 वर्ष र 20 वर्ष सेवा गरी आज पुरस्कृत हुनुहुने सम्पूर्ण कर्मचारी साथीहरूलाई बधाई तथा शुभकामना दिन चाहन्छु। यो बधाई तथा शुभकामना तपाईको घर परिवारलाई समेत दिन चाहन्छु। तपाईको आगामी दिन अझ सक्रियताका साथ अगाडि बढुन्, मेरो शुभकामना यही छ। त्यसैगरी विषम परिस्थितिका बावजुद पनि सेक्युरिटी निकायमा रहेर बैंकलाई बचाउनको लागि आफ्नो ज्यानभन्दा पनि बैंक मेरो प्रमुख हो भनेर चाहिँ जो सेक्युरिटीका साथीहरू लाग्नुभयो, आज पुरस्कृत हुनुभयो, म तपाईहरुप्रति पनि एकदम गर्व महसुस गर्न चाहन्छु, बधाई दिन चाहन्छु। त्यसैगरी उत्कृष्ट सेवा प्रदान गरेर पुरस्कार प्राप्त गर्नुहुने सम्पूर्ण शाखाहरू, सम्पूर्ण हाम्रा ब्रान्चहरुका म्यानेजर साहबहरू, सम्पूर्ण कर्मचारीहरू, तपाईहरुले पनि बधाई दिन चाहन्छु र यस्तै कार्य सम्पादन अरु ब्रान्चहरुको सम्पूर्ण शाखाहरूको आगामी दिनमा रहोस्, त्यो पनि म शुभकामना व्यक्त गर्न चाहन्छु। लामो समय हामीसँग छैन। वास्तवमा धेरै सैद्धान्तिक र नीतिगत कुराहरू पनि उठेका छन्। आज हामी बैंकिङ सेक्टरमा रहेको कारणले गर्दा क वर्गको बैंक, त्यसमा पनि छुट्टै इतिहास बोकेको बैंक, पाइनियर बैंक हामीले भनेका छौं, सम्पूर्ण सुविधा सहितको बैंक, सेवा सहितको बैंक भनेर हामीले उल्लेख पनि गरेका छौं हाम्रा ब्रोस्युरहरुमा। भने यस्तो अवस्थामा हामीसँग थुप्रै आज चुनौतीहरू पनि छन् र अवसरहरू पनि छन्। आज विश्व भूमण्डलीकरण, विश्वव्यापीकरणको साथसाथै हाम्रो आफ्नो जियोपोलिटिक्सका कारणले उत्पन्न भएका अवसर र जोखिमहरूको बीचमा, उत्पन्न भएका अवसर र चुनौतीहरूको बीचमा हामी नम्बर 1 बैंकको रूपमा हामी अगाडि बढ्नुपर्ने वा आफूलाई प्रमाणित गर्नुपर्ने अवस्था छ। अघि सीओ साहबले पनि कुरा राख्नुभयो, अघि नै पनि धेरै साथीहरुबाट यहाँ कुराहरू आएको छ। हाम्रो मात्र समस्या होइन, आज बाह्य परिवेशबाट उत्पन्न भएका समस्याहरूको कारणले पनि, बाह्य अर्थतन्त्रमा देखिएका कठिनाइहरू, विश्व अर्थतन्त्रमा आएका उतार चढावका कारणहरूले पनि आज हाम्रा दैनिक क्रियाकलापहरू प्रभावित हुने गरेका छन्। हाम्रा वित्तीय क्रियाकलापहरूमा हामीले त्यसअनुसार परिमार्जन गर्नुपर्ने वा परिवर्तन गर्नुपर्ने हाम्रा आवश्यकताहरू छन् भने हाम्रा आन्तरिक देशभित्रका विभिन्न कुराहरूले हामीलाई प्रभाव पारेका छन्। हामी राम्रो छौं भनेका छौं, हाम्रा सबलताका कुराहरू हामी गरेका छौं, यसमा हामी गर्व नै गरौँ। हामी राम्रै छौं। हामी यस अर्थमा राम्रा छौं कि कतै हामी भन्दा अरु राम्रा नभएका कारणले पनि हामी केही राम्रा भएका हौला, तर हामी भित्र पनि निहालेर हेर्दा हाम्रा आँकडाहरूले पछिल्ला दिनहरुमा हामीलाई च्यालेन्ज गरिराखेको छ। यहाँ उच्च व्यवस्थापनका धेरै साथीहरू हुनुहुन्छ। वास्तवमा बैंक तपाईहरुले नै बनाएको बैंक हो, तपाईहरुकै मेहनत र पसिनाले बनेको बैंक हो र चिन्ता छ भने बैंक बनाउने चिन्ता तपाईहरुलाई एकदमै धेरै मैले देखिरहेको छु। यो बीचमा हामीमा धेरै चुनौतीहरू आज सिर्जना भएका छन्। बैंकमा तरलता बढ्दै गएको छ, बचत वृद्धि भएको छ। आज बचतलाई टार्गेट भन्दा पनि बचत अनिवार्य अथवा स्वतः बचत बन्ने अवस्थामा हामी छौं। लगानीमा निराशा छ। आज चाहिँ बिजनेस सेक्टर, इन्डस्ट्रियल सेक्टर, म्यानुफ्याक्चरिङ सेक्टर हामीले हेर्यौं भने आज असाध्यै निराशाजनक अवस्थामा छ। म एउटा म्यानेजमेन्टको प्रोफेसरको हैसियतले हामीले कुरा गर्दाखेरि पनि हामीलाई चिन्ता लाग्न थालेको छ। आज विगत साच्चै हामीले हिसाब गर्ने भने हामीले लोकतन्त्र गणतन्त्रको कुरा गरिरहँदा लोकतन्त्र र गणतन्त्र पछि 5000 मान्छेले रोजगारी पाउने उद्योग धन्दा खोल्यौ कि खोलेनौ भनेर हामीले कुरा गर्ने भने हामीले सोचेरै भन्नुपर्ने हुन्छ छ कि छैन। आज त्रिभुवन विश्वविद्यालयमा 5 लाख विद्यार्थी हामी पढाउँछौं, 50% इन्टेक हामीले म्यानेजमेन्टका विद्यार्थीहरू हामीले पढाइराखेका छौं भन्दा भोलि हाम्रा विद्यार्थीहरूको जब मार्केट कता सेक्युर हुने हो, हामी भोलि कता जाने हो, जहाँ इन्डस्ट्री छैन, जहाँ कमर्स छैन, जहाँ ट्रेडिङ सेक्टर
सुस्ताउँदै गएको छ भने भोलि त्यसले के भयावह स्थिति ल्याउने हो भन्ने कुरामा हामी आफै पनि संवेदनशील भएको अवस्था छ भने बैंकका यस्तो अवस्थामा हामीले आफूलाई भोलिका दिनमा सस्टेनेबल बैंकको रूपमा हामी कसरी लिएर जाने, हामीले हाम्रा चुनौतीहरूलाई कसरी सामना गरेर नयाँ अवसरहरू हामीले के खोज्ने, यो बारेमा निकै संवेदनशील भएर हामीले काम गर्नुपर्ने, हामी अगाडि बढ्नुपर्ने आवश्यकता छ। अहिले पनि हामी विश्वास जितेको बैंक, अहिले पनि वास्तवमा हो पब्लिकले सबभन्दा बढी पताएको बैंक हामी हौँ, पब्लिकले डिपोजिटको लागि पताउने बैंक हामी हौँ। अहिले पनि कर्मचारीहरूको पेन्सन पट्टा सुविधा लगायत विभिन्न सेवा सुविधाहरू प्रदान गर्ने बैंक हामी नै हौँ। तर भोलिका दिनमा यही अवस्था अहिलेको रह्यो भने हामी टिक्न सक्छौँ कि सक्दैनौँ, प्रतिस्पर्धात्मक रूपमा हामी अगाडि जान सक्छौँ कि सक्दैनौँ भन्ने कुरा हामीमा आइसकेको छ। हामी आफूलाई प्रशिक्षित गरेर जानुपर्ने अहिलेको आवश्यकता छ। अघि साथीहरूले कुरा उठाउनु भएको छ, हामी टेक्नोलोजीमा अगाडि जान सकेनौँ भने भोलिका दिनमा निश्चितै रूपमा समस्याहरू पर्नेछ। आज हामीसँग कहीँ कतै राम्रो छौँ भन्दै पनि हामीसँग खराब कर्जाका धेरै चाङहरू हामीसँग चाहिँ रहेका छन्। कसरी खराब कर्जालाई कम गर्दै जाने, कसरी हामीसँग भएको डिपोजिटलाई हामीले लगानी बढाउँदै जाने अथवा ऋणलाई कसरी हामीले चाहिँ व्यवस्थित गर्दै जाने, कसरी हामीप्रति जनताहरूको अथवा हामीप्रति आकर्षण बढाउँदै जाने, यो कुरालाई हामीले निकै राम्रोसँग चाहिँ मसिनो गरी हामीले हेर्नुपर्ने आवश्यकता छ। राम्रो छौँ भन्दै पनि यसलाई अन्यथा नलिनु होला साथीहरूले। हिजोको जस्तो अवस्था त होइन, किनकि बैंकको इतिहासको कुरा गर्ने भने मलाई लाग्छ म पनि 32-35 वर्षदेखिको यही बैंकको ग्राहक हुँ। हिजोको जस्तो माइन्ड सेट त होइन, तर अहिले पनि यता कदा कतै हामीले अहिले पनि जागिरे मानसिकता वा अहिले पनि हामी चाहिँ रिस्क बेयरिङ क्यापासिटी कम वा रिस्क बेयरिङ इन्टेन्सन कम वा अझै कतै हामी पनि जति जुन रूपबाट प्रतिस्पर्धिक रूपबाट अगाडि जानुपर्ने हो जान नसकेको हो कि कतै अझै हामी कतै अल्मलिएको हो कि वा कतै अझै हामी चाहिँ त्यो रूपबाट खर रूपबाट प्रस्तुत हुन नसकेको हो कि भन्ने हामीले कहीँ कतै अझै पनि केही हाम्रा कमी कमजोरीहरू हामीले चाहिँ यता कदा चाहिँ देख्छौँ। त्यो कुरालाई हामी अगाडि बढेर जाउँ। हुँदाहुँदै पनि हामीलाई थाहा छ हाम्रा केही कम्पिटेन्सीहरू छन्। अगाडि बसेका साथीहरू हाम्रा बैंकका एकदमै दक्ष कर्मचारीहरू हुनुहुन्छ, लामो अनुभव छ, 20 वर्ष 25 वर्ष अनवरत रूपमा काम गर्नुभएको छ। टर्नओभर हामीकोमा कम छ, प्राइभेट बैंकको तुलनामा इम्प्लोइ टर्नओभर हामीकोमा कम छ। त्यसले पनि हामीलाई निश्चित रूपमा अगाडि बढ्नको लागि मद्दत पुर्याएको छ। सिओ डिसिओ हाम्रा साथै सक्षम साथीहरू हुनुहुन्छ। त्यसले गर्दाखेरि हामीले प्रवाह गर्ने लोनमा, हामीले दिने लोनमा निश्चित रूपमा हामी ढुक्क भएर व्यवस्थापनले अथवा बोर्डले चाहिँ डिसिजन गर्न सक्ने अवस्था चाहिँ रहेको छ। त्यसकारण आगामी दिनमा हामीले अझ आफूलाई प्रविधि मैत्री बनाएर अझ हामीले केही हदसम्म चाहिँ जोखिम लिन सक्ने क्यापासिटी डेभलप गरेर नयाँ परियोजनाहरू, नयाँ प्रोडक्ट हाम्रो के हो, हाम्रो आफ्नो विशेषता के हो भन्ने कुरालाई ध्यान दिएर अगाडि जान सक्यौँ भने खर रूपमा एक नम्बर बैंकको रूपमा हामी आफूलाई प्रमाणित गर्न सक्नेछौँ। यहाँ ट्रेड युनियनका साथीहरूले पनि आफ्ना केही कुराहरू राख्नुभएको छ। वास्तवमा म ट्रेड युनियनलाई असाध्यै सम्मान गर्छु, उहाँहरूको भूमिका असाध्यै महत्त्वपूर्ण रहेको हुन्छ। हामीले म बोर्डमा आइसकेपछि वा बोर्डमा रहेका साथीहरूको तर्फबाट हाम्रो कमिटमेन्ट यहाँहरूप्रति के हो भने कहिल्यै कतै पनि बोर्डबाट तपाईँहरूका व्यवस्थापकीय निर्णयमा कहीँ पनि हामीबाट हस्तक्षेप हुने छैन। हामी हस्तक्षेप गर्ने मनाशयले यो बैंकमा कुनै पनि किसिमको चाहिँ हस्तक्षेप गर्ने मनाशयले म अध्यक्ष वा मेरो टिम आएको छैन। यसमा तपाईँहरूले कहीँ कतै पनि आक्षेप वा कतै शङ्का गर्नुपर्ने ठाउँ छैन। हिजोको मानसिकता, हिजो के भयो वा कहिले के भयो भन्ने मानसिकता कृपया तपाईँले राख्नुपर्ने जरुरी छैन। हामीसँग प्रश्न आएर भन्नुहोस्। व्यवस्थापनका साथीहरूलाई बारम्बार मेरो अनुरोध के हो भने हामीसँग पनि कम्प्लायन्सका कुराहरू तपाईँहरूलाई राम्रोसँग थाहा छ, बैंक रेगुलेसन्सका कुराहरू तपाईँहरूलाई थाहा छ, राष्ट्र ब्याङ्कले दिएका अधिकारहरू वा राष्ट्र ब्याङ्कका सर्कुलरहरू, राष्ट्र ब्याङ्कले जारी गरेका निर्देशनहरू तपाईँहरू आफैलाई थाहा छ भने यस्तो अवस्थामा कहीँ कतै पनि आवश्यकता अनुसार तपाईँहरूले गर्न पर्ने नीतिगत निर्णयहरू, तपाईँहरूले गर्नुपर्ने निर्णयहरूमा तपाईँले बोर्डको आदेश वा निर्देशन कहीँ पनि पर्खनु पर्दैन। जुन कुरा बोर्डले निर्णय नगरी नहुने अवस्था हो त्यो अवस्थालाई मात्र तपाईँहरू बोर्डमा आउनुहोस्। होइन भने तपाईँहरूले अहिले कहिले एउटा चाहिँ कस्तो प्रक्रिया अथवा हामीसँग कस्तो पद्धति हुन्छ भने रिस्क लिन पर्यो भने, सानो पनि निर्णय गर्नु पर्यो भने यो नेपाल ब्याङ्कको उच्च पदस्थहरूले यता कदा बेहोरेको आलोचना पनि हो। यो तपाईँहरू यो आलोचना सुन्न पनि तयार हुनुहोस्।
कर्जा विभागमा बस्ने अथवा तपाईँ चाहिँ माथिल्लो लेभलमा बस्ने अथवा कुनै पनि ठाउँमा बस्ने साथीहरूले आफूले रिस्क आयो भने त्यो रिस्कबाट भाग्ने, रिस्क लिन पर्यो भने बोर्डका टाउकोमा फाल्दिने, तर अरू कुराहरू गर्न पर्यो भने बाहिर हिँड्ने गरेर हुँदैन। जति तपाईँलाई दिएको अधिकार हो त्यो अधिकारभित्र ब्रान्च म्यानेजरदेखि लिएर माथिल्लो निकायसम्म तपाईँ आफूले कलम चलाउने सामर्थ्य राख्नुहोस्। रिस्क टेकिङ, रिस्क एसेसमेन्ट क्यापासिटी तपाईँसँग हुनुपर्छ र मात्र तपाईँ काबिल म्यानेजर भएर बस्न सक्नुहुन्छ। होइन भने तपाईँले आफूले गर्नुपर्ने निर्णय गर्नु भएन र त्यो निर्णय हामीलाई गराउनु भयो। तपाईँको सीमाभित्रका कुराहरू पनि तपाईँले बोर्डमा पन्छाउने गर्नुभयो र बोर्डले त्यो कुराको डिसिजन गर्ने बानी पर्यो भने हामी त रौला नरौला भोलिका दिनमा पनि त्यो बानीको विकासले गर्दा भोलि तपाईँहरू नै एकदमै कुनै निर्णय गर्न नसक्ने वा प्यारालाइज हुने अवस्था आउँछ। त्यसकारण तपाईँले गर्न सक्ने निर्णय तपाईँले गर्नुहोस्, क्षमताको विकास गर्नुहोस्, नडराउनुहोस्। यदि तपाईँ नीति नियममा रहनु भएको छ र सही ढङ्गले निर्णय गर्नुभएको छ भने कहीँ कतै पनि डराउनु पर्ने आवश्यकता छैन। बोर्डका मेम्बरहरूले अघि साथीहरूले कुरा उठाउनु भएको छ, कहीँ हामीले फोन गरेका छैनौँ, हामी कसैलाई फोन गर्दैनौँ। कुनै पनि ब्रान्चमा यो लोन दिनुहोस्, यो लोन नदिनुहोस्, यो लोन किन दिएको भनेर पर्सनल्ली हामी तपाईँहरू कोही कसैप्रति पनि हामीले सोधेका पनि छैनौँ र आगामी दिनमा सोध्ने पनि छैनौँ। र कसैले सोध्नुभयो भने कृपया जानकारीमा ल्याइदिनुहोस्। अनावश्यक रूपमा हामी अहिले एउटा कस्तो भएको छ भने हामी नेपालीहरू बिहान उठेदेखि बेलुकासम्म अन्यथा नलिनु होला 75% नेगेटिभ माइन्डसेटले काम गर्न थालेको छ। नभएको कुरा पनि हो भनेर चाहिँ हामी हल्ला गर्ने भएका छौँ। सोसियल मिडियाहरू नेगेटिभ माइन्डसेट, मिडियाहरू नेगेटिभ माइन्डसेट, पत्रकार साथीहरूले यसलाई अन्यथा नलिदिनु होला। मैले सबैलाई भन्न खोजेको होइन। हामी असाध्यै नेगेटिभ माइन्डसेट र नभएका कुराहरूमा चाहिँ हामी रमाउने र चाहिँ आत्मरति गर्ने बानी परेको छ। प्रमाणित कुराहरू मात्र, प्रामाणिक कुराहरू मात्र, गरेका कुराहरूको आधारमा मात्र हामी बोल्ने, कुरा गर्ने र त्यसलाई चाहिँ हामीले चाहिँ सत्य तथ्यका आधारमा छानबिन गर्ने चाहिँ बानी गरौँ। यति कुरा मात्रै गऱ्यौँ भने कसले के भन्यो भन्ने कुराको भकमा तपाईँले सुनेको कुरा, देखेको कुरा र प्रमाणित कुराहरूको आधारमा मात्र हामी अगाडि बढ्यौँ भने ब्याङ्क हाम्रो ब्याङ्क हो। हामी विशुद्ध सहयोग गर्ने मनाशयले तपाईँहरूलाई टप लेभललाई सहयोग गर्ने मनाशयताका साथ हामी उपस्थित भएका छौँ। मैले सुरु दिनदेखि नै भनेको छु, सिओ साहबलाई, डिसिओलाई वा एसिओलाई काम गर्ने सन्दर्भमा बोर्डबाट कुनै पनि कहीँ पनि हस्तक्षेप हुँदैन। हामीलाई यहाँ बोर्डमा बसेर दैनिक तपाईँहरूका क्रियाकलापहरू के गर्नुभएको छ भनेर हामीले सूक्ष्म निगरानी गर्दैनौँ। हामीलाई माइक्रो म्यानेजमेन्ट गर्नुपर्ने जरुरी पनि छैन, रहर पनि छैन र त्यो हाम्रो आवश्यकता पनि होइन। तर कुरा चाहिँ के हो भने छाडा हुन पनि पाइँदैन। यो ब्याङ्क, यो जनताको पनि ब्याङ्क हो, यो सरकारको पनि ब्याङ्क हो। 51% गभर्मेन्टबाट मात्र होइन, निजी सेक्टरले पनि यसमा लगानी गरेको छ, व्यवसायीले पनि लगानी गरेका छन्, व्यक्तिहरूले पनि लगानी गरेका छन्। हामीले व्यक्तिलाई प्रतिफल दिने तयारीमा छौँ कि छैनौँ? हामीले हाम्रा सेवा सुविधाका कुराहरू बढाउने कुरा गरौँ। म यसमा एकदमै सहज, म तयार छु, किनकि म पनि कहीँको जागिरी हुँ। जागिरीहरूको सेवावृत्तिको कुराहरू ल्याउनुहोस्, उहाँहरूका चाहिँ वृत्ति विकासका कुराहरू ल्याउनुहोस्, ट्रेनिङ एन्ड डेभलपमेन्टका कुराहरू ल्याउनुहोस्। हामीले कहीँ कतै पनि तपाईँले ल्याएका प्रस्तावलाई हामीले एक दिन पनि रोक्ने छैनौँ। तर सेवा सुविधा र वृत्ति विकासका कुरा गर्दै गर्दा, हामी आफूले प्राप्त गर्ने कुरा गर्दै गर्दा, जसले लगानी गरेर यो ब्याङ्क भनेको छ, जसले यसबाट 2 पैसा अपेक्षा गरेको छ, ती प्रति हामी फर्केका छौँ कि छैनौँ? तिनीहरूप्रति हामीले न्याय गर्न सकेका छौँ कि छैनौँ? यो कुरा पनि उत्तिकै चनाखो भएर, उत्तिकै जिम्मेवारपूर्ण ढङ्गले, उत्तिकै सुझबुझपूर्ण ढङ्गले हामीले सोच्नुपर्ने अनुसार यो पनि हाम्रो दायित्व भन्ने कुरा हामीले बुझ्नुपर्छ। अधिकारको कुरा गर्दा सँगसँगै कर्तव्यका कुरा, सँगसँगै उत्तरदायित्वका कुरा, सँगसँगै जिम्मेवारी वहनका कुराहरू पनि हामी कसैले पनि नबिर्सौँ। हामी अरूलाई अर्थ उपदेश दिन, हामी अर्कोलाई औँला उठाउन चाहिँ बहुत सजिलो छ, तर हामीले जिम्मेवारीपूर्वक काम गरेका छौँ कि छैनौँ? हामी हाम्रो निकायमा बसेर काम गरेका छौँ कि छैनौँ? अहिले हामीले यदाकदा बाहिर सुन्ने गरेका छौँ। यसलाई अन्यथा नलिनु होला। आज यो मञ्चमा अध्यक्षले बोलो भनेर संस्कृति, वर्क कल्चरमा हामी चाहिँ छौँ कि छैनौँ? हामी टाइम म्यानेजमेन्टमा हामी चाहिँ साँच्चै छौँ कि छैनौँ? ल्याप्चे लगाएर मात्र हुँदैन, ल्याप्चे लगाइसकेपछि कुर्सीमा बसेर हामीले सेवा गराएका सेवाहरू हामीले चाहिँ सही ढङ्गले प्रदान गरेका छौँ कि छैनौँ? नेपाल ब्याङ्क लिमिटेड मेरो पनि ब्याङ्क हो। यहाँ मैले पढाएका धेरै साथीहरू म्यानेजर भएर आउनुभएको छ। कति साथीहरू, मैले पढाएका साथीहरूले चाहिँ यहाँ आज पुरस्कार लिनुभएको छ। उत्कृष्ट ब्याङ्कको रूपमा चाहिँ मैले पढाएका म्यानेजरहरू देख्दाखेरि म आफूलाई पनि गर्व महसुस गरेको छु। तर पनि अझै पनि हामीले हाम्रा वर्क कल्चरहरू,
हाम्रा वर्किङ स्टाइलहरुमा हामीले परिवर्तन गर्नुपर्ने जरुरी छ। अझै पनि हामी कर्मचारी मानसिकताबाट माथि उठेर व्यावसायिकताका ढंगले हामीले काम गरौँ। तपाईहरु आउनुस्, उच्च व्यवस्थापन अथवा तपाईहरुलाई बोर्डले कहाँनिर के सुविधा प्रदान गर्नुपर्ने हो, कहाँ फेसिलिटेट गर्नुपर्ने हो, कहीं कतै पनि हाम्रो तर्फबाट तपाईहरुलाई कमी हुने छैन। यो हाम्रो प्रतिबद्धता हो, यो मेरो पनि प्रतिबद्धता हो। तपाईहरुका दरबन्दीका कुराहरु उठाउनु भएको छ, पदपूर्तिका कुराहरु उठाउनु भएको छ, विज्ञापनका कुराहरु उठाउनु भएको छ, ओएनएम सर्वेका कुराहरु उठाउनु भएको छ। तपाईहरु पदपूर्तिका कुरा गर्नु भएको छ, विज्ञापन राम्रोसँग गरौँ भन्नु भएको छ, सबैले अवसर पाउनु पर्नु भएको छ भने ओएनएम सर्वे नगरिकन हामी त्यो लेभलमा पुग्न सक्दैनौँ भन्ने हिसाबले हिजोका दिनमा ओएनएम सर्वे जरुरी छ भन्ने आवश्यकताका आधारमा अगाडि बढेको भने ओएनएम सर्वेको रिपोर्ट आउन दिउँ, त्यसलाई पनि हामीले मनन गरौँ, अध्ययन गरौँ, त्यसको आधारमा अगाडि बढ्ने कुरामा हामी कहीँ कतै पनि चाहिँ तपाईहरुलाई रहँदैनौँ। दरबन्दी कटौतीका कुराहरु कहीँबाट आएको छैन। यो यही मैले भनिहालेँ, यो केले काग लयो भने त्यसका पछि नकुदौँ। कहाँबाट आयो दरबन्दी कटौतीको कुरा? साथीहरु आएको छैन, यसमा चाहिँ ढुक्क रहनुस्। कहीँ कतै केही पनि भएको छैन। हामी आफ्नो ठाउँमा बसेर सहयोग गरौँ। युनियनका साथीहरुले पनि उच्च व्यवस्थापनलाई कहाँनिर के सहयोग गर्नुपर्ने हो वाचडगको रूपमा पनि भूमिका निर्वाह गरौँ र यसलाई क्रिएटिभ सहयोग तपाईहरुबाट पनि प्राप्त हुनेछ र आगामी दिनमा पुनः साथीहरुको बीचमा हामी सबै एकै ठाउँमा छौँ। हामी एउटै डुङ्गाका यात्रुहरु हौँ। हामी सबै बैंक रह्यो भने हामी सबै रहन्छौँ, बैंक रहेन भने हामी कोही पनि रहँदैनौँ। अझ तपाईहरु त यहाँको थाई सरकार हो। हामी बोर्ड मेम्बरहरु भनेको त 2, 3, 4 वर्ष आउने र जाने हो। यो 2, 4 वर्ष बस्दा हामीले तपाईहरुको लागि, बैंकको लागि, बैंकको श्रीवृद्धिको लागि, राष्ट्रको लागि, समाजको लागि हामीले तपाईहरुको सहयोगले, तपाईहरुसँगको पारस्परिक सहयोगबाट जे काम गर्न सकिन्छ त्यही काममा हामी चाहिँ सधैँ तत्पर रहनेछौँ। मैले जहिले पनि भन्ने गरेको छु, हामी सबभन्दा महत्त्वपूर्ण कुरा भनेको क्यारेक्टर हो। क्यारेक्टरले नै हामीलाई डेस्टिनेसनमा पुर्याउँछ। यो वित्तीय संस्थामा आउँदा, यो वित्तीय संस्थासँग जोडिन पाउँदा म त्यो कुरामा असाध्यै सजग छु। क्यारेक्टर क्यान बी डिभाइडेड इन्टु 2 पार्ट्स भन्छ। पर्फर्मेन्स र मोरल क्यारेक्टरको कुरा गर्छौँ। पर्फर्मेन्स क्यारेक्टरमा हामी काबिल ठहरौँ, हामी 1 नम्बर ठहरौँ, हामी फोकस गरौँ, हामीले टार्गेट फिक्स गरौँ, टार्गेटको बेसमा अगाडि जाउँ। अर्को मोरल क्यारेक्टर भनेको हाम्रा सोसियल रेस्पोन्सिबिलिटीका कुराहरू पनि हुन्, इथिक्सका कुरा पनि हुन्, मोरालिटीका कुरा पनि हुन्। हामी इथिकल हाम्रो चाहिँ ब्याकग्राउन्ड हामीले मेन्टेन गर्यौँ भने सक्सेस भनेको तपाईँ म्यानेजरबाट अर्को म्यानेजर अथवा डेपुटी म्यानेजर वा सिओ वा भोलि कम्पनीको माथि पुग्नु तपाईको सक्सेस होइन। सक्सेस हुनको लागि जहिले पनि के ध्यान दिउँ भने त्यो तपाईको ग्रोथ हो। ग्रोथमा तपाईले इथिक्स राख्नुभयो र इथिक्समा अलिकति तपाईले ह्युम्यानिटी थप्नुभयो भने मात्र देन ओन्ली यु विल रिच एट दि सक्सेस पोइन्ट। त्यसकारण हामी सफल हुने विचार गरौँ। जहिले पनि क्यारेक्टरलाई ध्यान दिउँ। लास्टमा म भन्ने गर्छु जहिले पनि, इफ यु लुज money you lose nothing, if you lose health you lose something, but if you lose character then you lose everything। जहिले पनि हामी क्यारेक्टरलाई मजबुत ढंगले अगाडि बढाऊ, बैंक मेरो भन्ने भावनाका साथ अगाडि बढौँ। हामी जहिले पनि तपाईहरुको साथमा रहनेछौँ। हामी सबै एकाकार भएर अगाडि बढौँ। फेरि यति कुराहरू राख्दै यो 89औं वार्षिकोत्सवको अवसरमा नेपाल बैंक लिमिटेड आगामी दिनमा देशको नम्बर 1 बैंकको रूपमा हामीले प्रमाणित गर्न सकौँ। हामी सधैँ एक मन भएर कुनै पनि किसिमका विवादहरूलाई तुरुन्तै विवादहरूको समाधान गर्ने गरी कन्फ्लिक्ट म्यानेजमेन्ट सबभन्दा ठुलो पार्ट हो। कन्फ्लिक्टलाई हामीले बढावा गर्ने होइन, बैंकभित्रका कन्फ्लिक्टलाई तुरुन्तै हामीले चाहिँ समाधान गर्दै सबै हामी एकै ठाउँमा बसेर अगाडि बढौँ। त्यति भएर अगाडि बढ्न सक्यौँ भने मलाई लाग्छ हामीले आफूलाई अब्बल बैंकको रूपमा हिजोका दिनमा इतिहासमा हाम्रा हिजोका चाहिँ अग्रजहरूले देखेका सपनाहरू, आज हामीले देखेका सपनाहरू र भोलिका सन्ततिलाई पनि हामीले एउटा मजबुत बैंकको रूपमा चाहिँ हामीले हस्तान्तरण गरेर चाहिँ जान सकौँ। सम्पूर्णमा यही शुभकामना। नेपाल बैंकले आफ्नो गौरवशाली 89औं वर्ष वार्षिकोत्सव मनाइरहँदा आजको प्रतिस्पर्धी बजारमा आफूलाई अब्बल राख्न सफल भएको हामीले महसुस गरेका छौँ। यद्यपि यसै सन्दर्भमा हामी जति गर्न सक्थ्यौँ अथवा हामीले जति नेपालको प्रतिस्पर्धी बैंकिङ बजारमा आफूलाई जुन स्थानमा उभ्याउन सक्थ्यौँ त्यो स्थानमा उभ्याउन नसकेका केही तथ्यहरूलाई म यहाँनिर उजागर गर्न चाहन्छु। नेपाल बैंकलाई सधैँ अब्बल बनाइराख्न धेरै बढी केही पनि गर्नु पर्दैन। सबैभन्दा पहिला तपाईँ हामी कर्मचारीहरू, व्यवस्थापकहरू, सञ्चालकहरू सम्पूर्ण तपाईँ हामी चाहिँ इमानदार साथ काम गऱ्यौँ भने, इमानदार भयौँ भने
पक्कै पनि नेपाल बैंक लिमिटेडले आगामी दिनमा आफूलाई नेपालको पहिलो बैंक र नेपालको नम्बर 1 बैंक बनाउन सफल हुनेछ भन्ने मैले आशा व्यक्त गरेको छु। हाम्रो जिम्मेवारी के हो भन्ने कुरा हामी सबै पक्षले बुझ्नु जरुरी छ। सञ्चालक समितिको अधिकार कर्तव्य के हो बुझ्नु जरुरी छ। व्यवस्थापकहरूले आफ्नो व्यवस्थापकीय जिम्मेवारी अधिकार भूमिका के हो बुझ्नु जरुरी छ। सबैजना प्रोफेसनली आफ्नो ठाउँमा सबैजनाको आफ्नो भूमिका हुन्छ, आफ्नो दायित्व हुन्छ। प्रोफेसनली सबैजना आफ्नो ठाउँमा प्रोफेसनल हुनुहुन्छ। जस्तो एउटा डाक्टर आफ्नो क्षेत्रमा प्रोफेसनल हुन सक्छ, एउटा पाइलट आफ्नो क्षेत्रमा प्रोफेसनल हुन सक्छ। तर डाक्टरले प्लेन उडाउने र पाइलटले बिरामीको अपरेसन गर्न थाल्यो भने के हुन्छ, यो कुरा तपाईँ हामीले बुझ्नु जरुरी छ। मैले यो विशेष गरी सञ्चालक समितिलाई र व्यवस्थापनलाई भन्न चाहेको। तपाईहरूले अनावश्यक रूपमा चाहिँ व्यवस्थापकीय कार्यहरूमा हस्तक्षेप गरेर बन्द गर्नुहोस्। व्यवस्थापकले पनि अनावश्यक रूपमा कर्मचारी युनियनहरू परिचालन गरेर आफ्ना चाहिँ क्रियाकलापहरूलाई गर्न चाहिँ बन्द गर्नुहोस्। यो कुरा चाहिँ म यहाँबाट यहाँहरूलाई चेतावनी दिन चाहन्छु। हामीले यो भनिरहँदा हामीले प्रणालीको कुरा गरिरहेका छौँ, हामीले सिस्टमको कुरा गरिरहेका छौँ। नेपाल ब्याङ्कभित्र एउटा सिस्टम बसाल्नुपर्छ भनेर हामीले भनिरहेका छौँ। हामी सिस्टमको कुरा गरिरहँदा सिस्टमको अगाडिको व्यक्ति आयो भनेर हामीलाई व्यक्ति बोक्यो भनेर आरोप लगाउनेहरूलाई म स्पष्ट पार्न चाहन्छु। हामी नेपाल ब्याङ्क लिमिटेडको कोही पनि व्यक्तिको गुलामी होइनौँ। हामी कसैलाई बोकेर अघि हिँड्नेवाला छैनौँ। हामी नेपाल ब्याङ्कमा एउटा सिस्टम व्यवस्था राख्न चाहन्छौँ, जसले गर्दा आगामी दिनहरूमा आउने हाम्रो पुस्ताले पनि त्यही सिस्टमलाई फलो गरोस् र त्यसका आधारमा सक्षम एउटा जिम्मेवार व्यवस्थापक निर्माण गर्न सकोस्, व्यवस्थापन गर्न सकोस्। यो सन्दर्भमा मैले यहाँहरूलाई यो स्पष्टीकरण गर्न चाहन्छु। यो विषयमा नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनले लामो कालको आन्दोलन गरेर एउटा किसिमको चाहिँ सिस्टम व्यवस्था बचाउनुपर्छ भनेर हामीले एउटा आन्दोलन गऱ्यौँ र हाम्रो आन्दोलन अझै सकिएको छैन। म यो पनि यहाँबाट जानकारी गराउन चाहन्छु। किनभने एउटा चाहिँ संस्थामा व्यवस्थापकीय तहमा लामो समयसम्म खाली रहँदा त्यसको इम्प्याक्ट अहिले देखिन थालेको छ बजारमा। त्यो भएको हुनाले त्यो इम्प्याक्ट त्यो नदेखियोस्, एउटा व्यवस्थापकीय तहमा रहेका व्यक्तिहरूको पदपूर्ति समयमा निश्चित गरियोस् भनेर हामीले त्यो किसिमको कुरा गरेका थियौँ। दोस्रो कुरा, नेपाल ब्याङ्क लिमिटेडमा 12औं वर्षदेखि चाहिँ एउटै तहमा काम गर्दै आएका कर्मचारी साथीहरू हुनुहुन्छ। उहाँहरूका समस्याहरू छन्। उहाँहरू चाहिँ लामो समयदेखि एउटै तहमा काम गरिरहँदाखेरि मोनोटोनस हुनुभएको छ। एउटा चाहिँ मोटिभेसनको फ्याक्टरमा हेर्ने हो भने उहाँहरू आजभोलि डिमोडलाइज हुनुभएको छ। उहाँहरूलाई मोटिभेसन भन्ने छैन। त्यो भएको हुनाले हामीले एउटा दरबन्दी चाहिँ प्रक्रियालाई चाहिँ सिस्टमेटिक गर्नुहोस् र दरबन्दी चाहिँ नियमित रूपमा आउने गरी सम्पूर्ण कर्मचारीहरूलाई पदपूर्ति हुने गरी गर्नुहोस् भनेका छौँ। हामीले ओएनएम गर्नुहोस् भनेका छौँ। ओएनएमको कार्यान्वयन गर्नुहोस् भनेका छौँ। ओएनएमको कार्यान्वयन त सकियो, हिजो गएको खर्चको कुरा त गयो, तर आज फेरि चाहिँ एउटा निश्चित रकम तोकिएर ओएनएम गर्न दिएको छ। तर त्यो ओएनएममा सर्टेन खालका व्यवधान राखिएको छ। अघि साथीले पनि भन्नुभयो, एउटा निश्चित पदको लागि ओएनएम गर्न खोजेको भने खबरदार त्यो ओएनएम चाहिँ नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनले कहिल्यै कार्यान्वयन गर्न दिँदैन। यो कुरा म यहाँबाट चेतावनी दिन चाहन्छु यहाँहरूलाई। त्यो भएको हुनाले हामीले चाहिँ यस्ता खालका कुराहरूमा अलि संयमित भएर व्यवस्थापनले पनि आफ्नो व्यवस्थापकीय निर्णय अधिकार र क्षमतालाई प्रयोग गर्ने क्षमता प्रदर्शन गर्नुहोस्। हामीले भन्दै गर्दै आएका छौँ, हाम्रो प्रमुख कार्यकारी अधिकृत ज्यूले आफूले निर्वाह गर्नुपर्ने चाहिँ एउटा कार्यकारी अधिकारलाई प्रयोग गर्न नसक्नेका कारण आज ब्याङ्कमा यो किसिमको अवस्था आएको छ। त्यसैले यहाँले निर्धक्क भएर कुन सञ्चालक समितिको सदस्यले यहाँलाई चाहिँ त्यो खेलको भूमिका निर्वाह गर्नुभएको छ तपाईँको अधिकार प्रयोग गर्नको लागि, त्यो कुरा हामी समक्ष भन्नुहोस्। हामी त्यसको खबरदारी गर्न सक्छौँ, हामी त्यसका विरुद्धमा उभिन सक्छौँ। त्यो भएको हुनाले यहाँलाई कहीँबाट अवरोध छ भने त्यो कुरा हामीलाई भन्नुहोस्। होइन भने आफ्नो कार्यकारी अधिकार प्रयोग गरेर व्यवस्थापनलाई एक ढिक्का बनाएर अगाडि लान तपाईँ किन सक्नुहुन्न भने तपाईँ छोड्नुहोस् ब्याङ्क। होइन भने तपाईँले चाहिँ यो खालको चाहिँ यो ब्याङ्कमा यो खालको व्यतिथि आउने खालको कुरालाई चाहिँ यहाँले चाहिँ त्यो रोक्नुपर्छ। अबको च्यालेन्ज त्यो हुनुपर्छ, यहाँसँग च्यालेन्जको रूपमा रहेको छ त्यो। अर्को कुरा, अहिले प्रतिस्पर्धी युगमा हामी प्रतिस्पर्धी ब्याङ्क बनिरहेका छौँ। नेपाल ब्याङ्क लिमिटेडलाई प्रतिस्पर्धी ब्याङ्क बनिरहँदा हामीले चाहिँ नेपाल ब्याङ्क लिमिटेडमा एउटा सिबिएस कार्यान्वयन गर्न सकिरहेका छैनौँ। एउटा सिबिएस ल्याउन सक्ने अबको व्यवस्थापन यहाँहरूलाई हामी चाहिँ नेपाल ब्याङ्क लिमिटेड हामीले चाहेका छौँ। त्यस्तो खालको व्यवस्थापन चाहेका छौँ जुन व्यवस्थापनले नेपाल ब्याङ्क लिमिटेडमा सिबिएस ल्याउन सकोस्। हिजोका दिनमा धेरै प्रयासहरू भए, अख्तियारले लैजाला, सम्बन्धित निकायहरूले छानबिन गर्ला, उजुरीमा परिएला, अथवा चाहिँ मैले चाहिँ अख्तियार दाइरहनु पर्ला, मैले त्यसको जवाब दिइरहनु पर्ला भनेर जिम्मेवारीबाट भाग्ने व्यवस्थापक नेपाल ब्याङ्कलाई चाहिएको छैन। यो कुरा तपाईँहरूले ख्याल गर्नु होला। अबको व्यवस्थापनले यस्तो खालको चाहिँ जिम्मेवारी व्यक्तित्वहरूलाई बनाओस् जसले चाहिँ नेपाल ब्याङ्क लिमिटेडभित्र एउटा चाहिँ सिबिएसको लागि म जुनसुकै ठाउँमा गएर उभिएर चाहिँ म त्यसको जवाब दिन म जवाबदेही लिन म तयार छु। जसरी पनि नेपाल ब्याङ्कमा सिबिएस लागू गर्छु र हाम्रो सम्पूर्ण प्रतिस्पर्धी ब्याङ्किङ बजारमा नेपाल ब्याङ्कलाई एउटा चाहिँ प्रतिस्पर्धी ब्याङ्कको रूपमा अगाडि लान्छु भन्न सक्ने व्यवस्थापन डेभलप गर्ने गरी एउटा व्यवस्थापकीय काम होस् भन्ने कुरा पनि म यहाँनिरलाई अवगत गराउन चाहन्छु।
मैले अघि भर्खर भने कर्मचारीहरूमा दरबन्दीको समस्या छ। लामो समयदेखि एउटै पदमा बस्नुपर्ने बाध्यतामा कर्मचारीहरूको मनोबल घट्दै गइरहेको छ। त्यसैले सम्पूर्ण कर्मचारीहरूको दरबन्दीलाई यथाशीघ्र यो चाहिँ वृद्धि हुने गरी हामीले 2531 को दरबन्दीभित्र मात्र होइन, मैले सुनाउन चाहेको अर्थ मन्त्रालयको डाइरेक्टर साहबलाई पनि हो, उहाँ जानुभयो। हामीले अर्थ मन्त्रालयलाई यसै मार्फत के भन्छौँ भने नेपाल बैंक लिमिटेड हामी स्वायत्त एउटा संस्था हो। नेपाल सरकारको यद्यपि 51% सेयर छ, हामीलाई थाहा छ सबैलाई, तर हामीलाई यो अर्ध सरकारी भइरहँदा हामीसँग धेरै अप्ठ्याराहरू पनि छन्। हामीले निर्णय खरिद प्रक्रियाका निर्णयका सन्दर्भहरूमा पनि हामीलाई अप्ठ्याराहरू भएका छन्। हामीले दरबन्दीका सवालका सन्दर्भमा पनि खर्चका कटौतीका कुराहरूका कारणले गर्दा अप्ठ्यारा भएका छन्। यी कुराहरूलाई चिर्न सक्ने गरी, किनभने नेपाल बैंक लिमिटेडको दरबन्दी कति हो अर्थ मन्त्रालयले निर्धारण गर्ने होइन, लोकसेवाले निर्धारण गर्ने होइन, हाम्रो यहाँको आवश्यकता हामीले निर्धारण गर्ने हो। त्यो भएको हुनाले हामीले यी लामो समयसम्म एउटै पदमा बसेका व्यक्तिहरूलाई, एउटै पदमा बसेका कर्मचारी साथीहरूलाई उकास्ने खालको एउटा दरबन्दी योजना ल्याउन सकिएन भने पक्कै पनि उहाँहरूको एउटा चाहिँ यो उहाँहरूको जुन किसिमको आक्रोश छ त्यो एक दिन विस्फोट हुनेछ भन्ने मलाई लाग्छ। त्यो भएको हुनाले यो कुरालाई हामीले बेलैमा सम्बोधन गर्नुपर्छ भन्ने म यहाँ पनि अवगत गराउन चाहन्छु। अन्त्यमा नेपाल बैंक लिमिटेडमा निरन्तर सेवा गरी 25 वर्ष दीर्घ सेवा पदक, 20 वर्ष दीर्घ सेवा पदक प्राप्त गर्नुहुने सम्पूर्ण कर्मचारी, आदरणीय अग्रज कर्मचारीहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै थप उत्प्रेरित भई ब्याङ्कको चाहिँ सेवामा लाग्नुहुनेछ भन्ने आशा र अपेक्षा पनि म यहाँ व्यक्त गर्न चाहन्छु। साथै उत्कृष्ट शाखाको रूपमा पुरस्कृत हुनुहुने शाखा प्रबन्धकज्यूहरू लगायत सम्पूर्ण कर्मचारी साथीहरूलाई पनि हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्न चाहन्छु। र अन्य शाखाहरूले पनि आउँदा दिनहरूमा उत्कृष्ट शाखाको रूपमा स्थापित हुनको लागि यहाँहरूले थप उत्प्रेरित भई कार्य गर्नुहुनेछ भन्ने म आशा व्यक्त गर्न चाहन्छु। यसै गरी यो चाहिँ सुरक्षक तर्फबाट यो चाहिँ उत्कृष्ट सेवा गरे बापत पुरस्कृत हुनुहुने सुरक्षक साथीहरूलाई पनि हार्दिक धन्यवाद आभार व्यक्त गर्न चाहन्छु। र फेरि पनि नेपाल बैंक लिमिटेडको गौरवशाली 89औं वर्ष प्रवेशको अवसरमा यहाँहरू सम्पूर्णमा र हामीहरू सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दै मेरो भनाइ यहीँ अन्त्य गर्न चाहन्छु। हस्, धन्यवाद, अभिवादन, नमस्कार।